त्यही भएर अनि यत्रो चिज रिग्रेटनेस यति चिजबाट गुज्रेर गयो ठिक होइन अनि तिम्रो विचारमा लभ चाहिँ के हो जस्तो लाग्छ वाट इज लभ क्या माया चाहिँ के हो जस्तो लाग्छ के कसरी त्यो त्यो बुझ्या भए त यार यो रिग्रेटै हुँदैन नि त्यो पनि हो होइन आम नट टकिङ अबाउट लाइक त्यो खालि केटी लभ भन्ने होइन मैले मेरो त स्कुलतिर प्रब्लम छ क्या हुन्छ नि दाजुभाइ फ्यामिली आमासँग नबोलेको त सायद धेरै भइसक्यो त यस्तो भइसक्यो कि बन्डिङै हुँदैन आमा बाउसँग चाहिँ अलि बाउसँग पनि फेरि काम गर्ने कुरा हुन्छ नि त बाउसँग त्यही भएर मात्र गर्ला अलि म मान्छे नै खोइ यस्तो जस्तो लाग्छ घरि एक्लै यस्तो दिँदाखेरि सोच्छु होइन अलि केयरलेस क्या भनेको केयरलेस भन्दाखेरि मान्छेले के बुझ्छ भन्दाखेरि बेमतलबी अब त्यही त हो नि होइन सायद बिजी व्यस्तताको कारणले पनि त होला नि यार तर आफ्नो घरतिर त अलिकति एउटा अरूको देख्छु क्या जस्तो तिमीले हिजो भने नि मम्मी टेस्ट गर्नु पाएको छ टेन्सन गर्नु पाएको छ एकचोटि त्यही त कस्तो वरि फिल भएर भनेर तिमीले गएर कुरा गरेर आयो भने त्यो सुने त्यो तिमीले मलाई भन्यो नि मलाई ल भइराख्यो म त मेरो त कुनै अट्याचमेन्टै छैन क्या कति भइसक्यो धेरै नै भइसक्यो बाउसँग पनि कामको कारणले भयो होला त्यति साह्रो स्वार्थी पनि होइन म माया लाग्छ होइन मनभित्र छ धेरै माया छ नि माया तर धेरै भइसक्यो क्या त्यो जति मान्छे यस्तो हुँदो रहेछ मलाई मेरो बुवाको भाइले क्या अङ्कलले समय बेला बेला आउँदै गर न हाम्रो घरतिर पनि होइन सँगै त्यस्तो टाढा भयो भने त टाढै हुन्छ यार भन्नाले क्या अङ्कल अनि मैले चाहिँ के बुझेँ भन्दाखेरि हुँदो रहेछ साँच्चै जति हामीले चाहिँ नि डिस्टेन्स त्यो हुन थाल्यो जति लामो टाइम हुन्छ नि त्यो इमोसन चाहिँ आफै इरेज त्यो मेटिँदै जाँदो रहेछ क्या यो कुरा सही हो इमोसन के हो त्यस्तो क्या नजिक भइराख्यो बोलिराख्यो भने चाहिँ त्यो एक्टिभ क्या त्यो हुन्छ नि लिङ्क त्यो यस्तो भयो नि त नजिक त्यो टाँसिएको भनौँ न त्यो बोल्दैछौँ अब हुन्छ नि गफ भइरहेछ यताउता होइन भइरहेछ भने इमोसन पनि लाइक त्यो हुँदो रहेछ क्या त्यहाँनिर के भने पहिला हुन्छ त्यहाँनिर हुन्छ नि तर जब ग्याप हिँड्न हाल्यो भने त्यो बिस्तारै बिर्सिँदै जान्छ क्या त्यस्तो हुँदो रहेछ त्यही भएर चाहिँ मैले चाहिँ फिल गरेको अब अङ्कलले पनि सँगै त्यस्तो बेला बेला भन्दै गर है त्यो भनेपछि चाहिँ मलाई झर्कै हाल्ने जस्तो लाग्थ्यो क्या किनकि मैले नै भेटेँ